मलाई धेरैजनाले सोध्ने गर्नुहुन्छ क्या डाक्टर साहब यो के आएको हो, यो हातमा पनि छ, घाँटीतिर पनि छ, पछाडि ढाडतिर पनि छ होइन, यो चाहिँ नरम छ, दुख्दैन, खासै त्यस्तो ठुलो बढेको जस्तो पनि लाग्दैन, तर आएको चाहिँ 5-10 वर्ष भयो। गाउँतिर अब क्यान्सर सेन्सर हो कि तँलाई त क्यान्सर छ भनिदिन थाले के गर्ने हो, यो के हो यो भनेर सोध्नुहुन्छ होइन। अब त्यो सबै गाँठागुटी चाहिँ क्यान्सर हुँदैनन् के। मैले जुन तपाईँलाई त्यहाँ फोटोमा देखाएँ नि त्यो चाहिँ लाइपोमा हो क्या, जुन चाहिँ एउटा बोसोको गाँठो हो भन्छ होइन। अब त्यो लाइपोमा मात्रै हो भने चाहिँ क्यान्सर हुँदैन होइन। अनि उपचार चाहिँ अब हामीले कतिखेर गर्ने हो त भन्दाखेरि यदि त्यो तपाईँको चाहिँ एकदमै छिटो बढ्न थाल्यो, पहिले सानो थियो अहिले 1-2 महिनामा एकदमै ठुलो भयो, त्यो दुख्न थाल्यो, पहिला दुख्थेन, त्यो त्यो चाहिँ यता छुँदाखेरि सर्थ्यो, त्यो चाहिँ अहिले हार्ड हुन थाल्यो, सरेन होइन। अथवा तपाईँले त्यसले चाहिँ आफ्नो बाहिर जाँदाखेरि एपियरेन्समा कन्फिडेन्समा अलिकति रास पुऱ्याउन लाग्यो, यहाँ घाँटीमा टी सर्ट लाउँदा देखिने, हाततिर हाफ टी सर्ट लाउन नमिल्ने जस्तो भयो भने चाहिँ एकचोटि डक्टरलाई देखाएर उपचार चाहिँ सर्जरी चाहिँ गर्नुपर्ने हुनसक्छ। तर क्यान्सर नै हो भनेर चाहिँ खासै आत्तिहाल्नु पर्दैन है त। र उपचारको लागि चाहिँ हाम्रो जनरल सर्जनलाई देखाउँदा हुन्छ। अपरेसन गर्नु पऱ्यो भने चाहिँ उहाँहरूले सल्लाह गरिहाल्नुहुन्छ है त। ओके, थ्याङ्क यू।